ल साथीभाइ हो म बिहानको डिनरको लागि सुरु डिनर अरे लन्चको लागि सुरु भइहाल्यो। अब यो लन्चको हिजो मिसेसले बेलुकै टिपेर राख्नु भएको रहेछ। नानीलाई पनि दिनुपर्छ सिस्नु राम्रो हुन्छ भनेर हामी प्रायः जस्तै खान्छौँ। यो चाहिँ आफ्नै घरकै बारीमा छ है। अनि त्यहाँबाट मिसेसले टिपेर राख्नु भएछ। बेलुका म चाहिँ बिहान वाकहरू गएर बिहान म चाहिँ छिट्टो उठ्छु टिपेर। अन्त यो पनि लाउनुपर्छ भनेर चाहिँ हिजो अस्ति भन्नुहुँदै एकजना इनी भन्नुले मतलब छेमाले चाहिँ यो चाहिँ मिठो हुँदो रहेछ यो चाड चाहिँ। यसको यो नाम चाहिँ के हो कि याद भएन। यो चाहिँ यसको टुप्पा चाहिँ कलिलो पत्ताहरू टिपेर लाउनुपर्छ। यो चाहिँ चटेलाको बोटै म चाहिँ यो टिप्न आएको। अन्त यो लाएर चाहिँ सिस्नुमा मिठो हुन्छ अरे भन्दैछ कि म चाहिँ फर्स्ट टाइम अब अहिले ट्राई गर्दैछु कस्तो हुन्छ है। दबाई पनि भन्दो रहेछ यो हो मेडिसनको केही काम गर्छ अरे भन्दैछ। म चाहिँ जस्तै घुम्दै गएको थिएँ उता इनीकोमा मतलब छेमाको घरमा। त्यहाँ चाहिँ यो लाउँदो रहेछ किन लाउनु भएको भने सिस्नुमा एकदम बेस्ट हो राम्रो हुन्छ भन्नुभयो छेमाले। हजुर यो छेमा रे नेपालीमा त यिनीलाई त माइजूले चाहिँ दामी हुन्छ भन्दैछ। त्यो माइजूको घर गएको थियो नि त। यो चाहिँ एकदम राम्रो हुन्छ नि यसरी लाउनु पर्छ कलिलो लसुन लगाइहालेँ। लसुन चाहिँ लाउनै पर्छ। कतिले चाहिँ आलु पनि लाउँछ काटेर पिठो पनि लाउँछ। म चाहिँ लाउँदिनँ यत्तिकै यसकै मात्रै यत्तिकै सिस्नु र यसको मात्रै बनाउने। यो जारको नाम चाहिँ के भन्छ मलाई त्यो चाहिँ याद भएन। अन्त मिठो हुँदो रहेछ। अब अहिले पाकेपछि देखाउँछु म। पहिला हामीले यो खेल्ने यसरी खेल्थ्यो शक्तिमान भन्दै हो। पहिला शक्तिमानहरू चाहिँ शक्तिमानको त्यो फ्लावर हुन्थ्यो नि त्यो लुगामा हो त्यस्तो बनाएर खेल्ने जार रहेछ यो। अन्त चाहिँ त्यो बनाउँदा बचपनको याद आउँछ। म चाहिँ यसरी टाली पनि हिँडिहालेँ हो यसरी टाली पनि हिँडिहालेँ शक्तिमानको भनेर पहिला केटाकेटीको बचपनको यादहरू चाहिँ मजाले टाल्छ नि यो चाहिँ टेप टाल्छ। अब यो चाहिँ पाकी पनि हाल्दैछ। अब यसलाई फेरि फिर्के लगाइहाल्नु हुँदैन मजाले पाक्छ कि लटक्कै पाकेपछि चाहिँ तपाईँको फिर्के लाउनुपर्छ। अगाडि फिर्के लगाएर चाहिँ राम्रो तुरुरु हुँदैन। यसलाई चाहिँ मजाले अब लटक्कै पाएपछि फिर्के लगाएपछि चाहिँ दामी हुन्छ साथीभाइ हो। यसरी हो यस्तो खानु पायो भने के खाने दामी हुन्छ नि। बस्तीको चाहिँ यही राम्रो लाग्छ मलाई चाहिँ। फ्रेस खानु पाउँछ फ्रेस टिप्यो हो। अन्त जति बेला टिपेर खान्छौँ भने पनि भइहाल्छ हो। बस्तीको चाहिँ त्यही खुबी छ। यसरी अब खानु पनि थालिहाल्यो हामी चाहिँ। नानीलाई खुवाउँदैछ ठुलोलाई पनि पुरा मन पराउँछ मेरो यो ठुलो छोरीले चाहिँ सिस्नु साग जस्तै जरिङ्गो त्यस्तो पुरा मन पराउँछ। यस्तो चाहिँ पुरा उसको लागि फेभरेट हो मजाले खाइदिन्छ। त्यही खुसी लाग्छ नानीले पनि खाइदियो भने हो। आमा चाहिँ ढिलो हुन्छ होला स्कुल जानु मै खुवाइदिन्छु भनेर चाहिँ बटाबट खुवाइदिँदैछौँ। सानो चाहिँलाई पनि त्यसरी खुवाइदिँदैछु म चाहिँ। सानो चाहिँ निकै आएको छ कि म खान्दिनँ भनेर र पनि खाँदैछु बिचरा मजाले खान्छ छोराले पनि। अन्त सिस्नु र खानै उसको पनि। अन्त यसरी खान्छ मजा आउँछ हो। नानीहरूले पनि खाइदिन्छ। सिस्नु चाहिँ धेरै राम्रो मिसेसले नानीको लागि चाहिँ एकदम राम्रो भन्नुहुन्छ कि मुख खोले कपै खाइहाल्छ हो। यो चाहिँ मेरो छोरो चाहिँ आगा टाउको हल्लाउँदैछ अब खाँदिनँ म भनेर। औँलाले पर बदमास भएको छ कि अहिले अलिक कम्ती आगै छ मेरो छोरा चाहिँ अब नखाने रहेछ भयो भनेर खेल्दैछु चाहिँ चियरमा यसरी लगाइदिनुपर्छ हो। म नखाने भन्दैछ। छोरा चाहिँ पक्कै आगाको रहेछ। मेरो चाहिँ रेडी भइहाल्यो त खाना हो। म चाहिँ आज चाहिँ हातले खाने इच्छा थियो। हातले खाउँ भने फेरि हातले खानु इच्छै भएन मलाई चाहिँ आज फेरि कुनि के नाचम्बै नभए चाहिँ हातले नै खाने गर्छु खाना। हातले नै मिठो लाग्छ। आज चाहिँ फेरि इच्छै भएन। अन्त म चाहिँ स्पुनले खान्छु भनेर चाहिँ खाँदैछु। फुलको
बन्दकोपी र मटर बनाउनु भएको रहेछ मिसेसले। ए सिस्नो अघि जुन चाहिँ मैले सिस्नो बनाएर देखाएको थिएँ तपाईँलाई मिठो भएको छ। गडप्पै मलाई चाहिँ फेरि टेबल अगाडि आएकी हतार भइहाल्छ खानु चाहिँ मुखमा हाल्नु छिट्टो म चाहिँ फेरि खाइहाल्छु मजाले। त्यसरी नै सिस्नोसँग खानु चाहिँ मजा आउँछ। गडप खानु चाहिँ हतार भइहाल्छ मलाई चाहिँ खप्पा खानु चाहिँ छिट्टो। त्यहाँबाट ल्याएको चाहिँ मिसेसले घिउ खाने भने घिउमा हालिदिँदैछ मलाई। त्यहाँबाट यसरी खाँदैछु। अनि साथीभाइ यसरी बनाएर खानुपर्छ। बस्तीको चाहिँ त्यही खुबी हो, जति बेला भने फ्रेस खानु पाइहाल्छ। सिस्टममा चाहिँ त्यो अघि मैले जुन चाहिँ तपाईँहरूलाई त्यो के हो त्यो जारको नाम चाहिँ मलाई याद आएन, के पो बन्ने गर्थ्यो नेपालीबाट चाहिँ आफैले भन्थ्यो, बिर्सेछ मलाई कि। साँच्चै मिठो हुँदछ त्यो लाएको चाहिँ नि टेस्टी हुँदछ। मेडिसनको काम पनि गर्छ अरे।